भन्ने मुख्य नाराका साथ मगर समुदायको प्रमुख राष्ट्रिय पर्व माघे संक्रान्ति 2082 हामीसँग थुप्रै वैदेशिक कूटनीतिक उहाँहरू सबै दावा हामीले चाहिँ आसन ग्रहण गराउन गइरहेको बेलामा जोडदारी गराउँदै आजको यो हाम्रो कार्यक्रमलाई अर्थात् नेपाल महासङ्घ केन्द्रीय समितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सभापतित्वको आसन ग्रहण गरिदिनु हुन नेपाल महासङ्घ केन्द्रीय समितिका सर्वदेव विशिष्ट अतिथिको रूपमा नेपाल महासङ्घ केन्द्रीय समितिका निवर्तमान अध्यक्ष अन्तर्राष्ट्रिय मगर महासङ्घका अध्यक्ष श्री नवीन ढोका मगरज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। नेपाल केन्द्रीय समिति त्यस्तै नेपाल महासङ्घ केन्द्रीय समितिसँग आबद्ध विभिन्न आबद्ध संस्थाहरू मिलिजुली मगर समाज काठमाडौँ, मगर संसार फोटो ग्यालरी, मगर परिवार नेपाल, तक्षरा समाज काठमाडौँ, लुकुमेर समाज काठमाडौँ, थबाङ्गी समाज काठमाडौँ, अर्थात् मगराज कलाकार सङ्घ, कोरल समाज काठमाडौँ, म्याग्ली मगर समाज काठमाडौँ, सृजनशील पहिला समाज काठमाडौँ, लुकुमेर सेलिब्रेटी आमा समूह काठमाडौँ, भूमि समाज काठमाडौँ, मगर भेट चाहन्छौँ। हाम्रो निम्तोलाई स्वीकार्दै यो कार्यक्रमलाई भव्य सभ्य ढङ्गले सम्पन्न पार्न उपस्थित हुनुहुने तपाईँ सम्पूर्ण तपाईँलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। र माघे संक्रान्ति पर्व 2082 को अवसरमा हामी यहाँ सबैलाई हार्दिक मङ्गलमय शुभ नेपाल मगर विद्यार्थी सङ्घ केन्द्रीय समिति यहाँ सबैलाई हामी हार्दिक सम्मान गर्न चाहन्छौँ। कृपया अब हजुरलाई अगाडि बढिदिनु होला। मुजलपुरले साथीहरू धेरै आइराख्नु भएको छ, हजुरलाई अगाडि बढिदिनु होला। नेपाल मगर विद्यार्थी सङ्घ केन्द्रीय समिति प्रति पनि हामी हार्दिक आभार प्रकट गर्न चाहन्छौँ। तपाईँ अगाडि बढिदिनु होला। काठमाडौँको टुटी खेलमा हामी हार्दिक स्वागत गर्न चाहन्छौँ। हृदयदेखि सम्मान व्यक्त गर्न चाहन्छौँ। सम्पूर्ण हाम्रा साथीहरू विभिन्न सङ्घ संस्थाहरूबाट आफ्नो बाजागाजा सहित र्याली सहित हाम्रो कार्यक्रममा सहभागी हुनुभएको छ। उहाँ सबैलाई चाहन्छु हाम्रो साथै उपमहासचिव खगेन्द्र त्यो शुभकामना नृत्यको लागि नेपाली कल्चर मिडियाको सहकार्यमा साउन्ड फेस्टद्वारा सङ्गीत प्रस्तुत चाहिँ रिमा काउसा मगरको टोली पनि यहाँ चाहिँ प्रवेश गरिसकेको छ। नृत्य चाहिँ आजको यो कार्यक्रममा प्रस्तुत गर्दै हुनुहुन्छ। यसै गरी मौलिक नृत्य झुर्रा घाँसिना तपाईँलाई पनि हामी हार्दिक आभार प्रकट गर्न चाहन्छौँ। धन्यवाद ज्ञापन गर्ने रूपमा चाहिँ मगर पहिचानमा आधारित त्यो किसिमको चाहिँ विविध संस्कृति हामी झल्काउँछौँ। यसै गरी नेपाल मगर थापा मगर थापा मगर दिपिका थापा मगर एलिसा आलय मगरजीहरू माया थापा यहाँ आएर गम्भीर रूपमा चाहिँ बसेको नै हार्दिक अनुरोध छ। यसको कोर्डिनेसन यसको सहकार्य गाउँका अध्यक्ष चाहिँ चन्द्रबहादुर थापा मगरजीले पनि हार्दिक अनुरोध गर्छु। आइरहेछ यति भव्य र सभ्य समुदाय सबै कृषिलाई लिएर चाहिँ भारत सरकारलाई देखाउन सक्नुहुन्छ। राख्नुहोस् यता पनि सबै आइराख्नु भएको छ। महानुभावहरू स्वयंसेवक साथीहरू अनि हाम्रो ज्ञान र सहयोगको हाम्रो ध्यानलाई व्यवस्थित गरिदिनु निम्ति यहाँ पहल हुनेछ। खानु छ त्यहाँ पनि भरि भराउ सकी सकाउ गर्नु स्वयंसेवक साथीहरूलाई यहाँलाई मिलाउनु हेलो सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू यहाँ सबैलाई नेपाल मगर सङ्घ केन्द्रीय समिति तर्फबाट
आयोजनामा यो कार्यक्रम सम्पन्न हुन गइरहेको बेहोरा म जानकारी गराउन चाहन्छु। जुन साथीहरूले आफ्नो ब्यानरमाथि उठाइराख्नु भएको छ हामीसँग समय अनुसार सबैले यसो काटिसकेको छ, त्यसैले मैले कार्यक्रम औपचारिक रूपमा सुरु गर्नुपर्ने भयो। पनि यहाँको नाम अलि पछि बिस्तारै सम्माननीय प्रधानमन्त्रीज्यूले अर्थात् कार्यक्रमको प्रमुखज्यूले मुर्ला बाँधेर कुल पृथ्वीहरू सँगसँगै यो देशलाई नै स्थायी शान्ति सँगसँगै समृद्ध देश निर्माण होस् भन्ने कामना सहित मुर्लामा रातो र सेतो ध्वजा बाँधिराख्नु भएको छ। कृपया एकपटक जोरदार तालीले चाहिँ सम्मान गर्नुहुन पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। मुर्लामा ध्वजा बाँधेर आजको कार्यक्रममा जुन यो असाध्यै अमूल्य कर्म जो हाम्रो मगर जातिहरूमा कुल तरुल कन्दमूल भ्याकुर जस्ता परिकार बाँडीचुँडी खाने मगर समुदायको एक विशिष्ट राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा माघे सङ्क्रान्तिलाई स्थापित गरेको छ। माघे सङ्क्रान्तिलाई 2065 सालमा सरकारले राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा मान्यता दिई सार्वजनिक विधाको व्यवस्था गरेको छ। यसले समावेशी राज्यको पहलमा एउटा इँट थपेको छ। समावेशी विकास नै दिगो विकास हो भन्ने उनको अभिन्न अङ्गका रूपमा विकास गर्न आवश्यक छ। विश्वले नेपाललाई हेर्ने मुख्य कारण दुईवटा छन्। हाम्रो अनुपम प्राकृतिक सौन्दर्य र यहाँ बसोबास गर्ने विविध जात जातिको समृद्ध संस्कार संस्कृति र जीवनशैली हो। नेपाल मगर सङ्घ लगायत विभिन्न जाति सङ्घ संस्थाहरूले आफ्ना मौलिक संस्कृतिको संरक्षण सम्वर्धन र प्रवर्धन गरी राष्ट्रको समृद्धिमा प्रत्यक्ष योगदान पुर्याउने जुन प्रयास गरिरहेका छन् त्यसको लागि सरकारको तर्फबाट धन्यवाद दिन चाहन्छु। हामी माघ 1 गतेलाई माघी मकर सङ्क्रान्ति र माघे सङ्क्रान्ति जस्ता विभिन्न नामले यो पर्वलाई मनाइरहेका छौँ। नाम फरक भए पनि यसको आत्मा एउटै हो। यी पर्वहरूले हामी नेपाली बीच आपसी प्रेम सद्भाव सहिष्णुता र एकताको भावना मजबुत बनाउँदै आएका छन्। वर्तमान मुलुकको विशिष्ट परिस्थितिमा हामी बीच अझ बढी एकता सहकार्य र आपसी विश्वासको खाँचो छ। माघे सङ्क्रान्तिले हामी सबैलाई एकबद्ध भएर शान्ति स्वीकारेर प्रमुख अतिथिको रूपमा हाम्रो कार्यक्रममा आउनुभयो, समुद्घाटन मन्तव्य राखिदिनुभयो। नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीज्यूप्रति नेपाल मगर सङ्घ नेपालभित्र मात्र होइन थुप्रै बाहिर अन्य देशहरूमा पनि स्थायी रूपमा बसोबास गरिरहेका छन्। संसारभरि रहेका लाखौँ मगरको तर्फबाट हामी हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। र हाम्रो मगर कुलका दिव्य गुरु जगत गुरुबाट चाहिँ प्रधानमन्त्रीज्यूको कार्यकाल सफलताको लागि चाहिँ शुभकामना स्वरूप एउटा फुलको गुच्छा उहाँले चाहिँ अर्पण गर्दै हुनुहुन्छ। हाम्रो मगर कुलबाट एकजना यस्तो जगत गुरु हुनुहुन्छ जसलाई 28 वटा राष्ट्रले उहाँले चाहिँ सम्मान गरिसकेको छ। उहाँबाट आशीर्वाद प्रदान गर्दै हुनुहुन्छ। एकपटक कृपया जोरदार तालीले उहाँलाई चाहिँ सम्मान गरौँ। उहाँको कार्यकाल सफल बनोस्, देशमा दिगो शान्ति स्थायी शान्ति रहोस् र देशलाई थुप्रै बाटाहरूबाट चाहिँ समृद्ध बनाउन सकिन्छ। त्यो मध्येको एउटा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई नेपाल भित्राउन सकियो भने पनि त्यो माध्यमबाट पनि देशलाई समृद्ध बनाउन सकिन्छ होला। अन्तर्राष्ट्रिय पर्यटकहरूलाई नेपाल भित्राउनको लागि नेपालको कल्चर संस्कृतिहरूलाई हामीले चाहिँ बचाउनु पर्छ होला। यसरी स्वस्फूर्त रूपमा हामीले चाहिँ हाम्रो कल्चरहरूलाई चाहिँ जोगाउँदै देशलाई नै समृद्ध बनाउने काम हामीले गरिरहेका छौँ। यो अर्थमा हामीले गरिरहेको कर्म हामीले यो माने पनि गौरवान्वित छौँ। यसैले यो आजको हाम्रो कार्यक्रममा पालिदिनु भएकोमा नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीज्यू आजको कार्यक्रमको प्रमुख अतिथिज्यूप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छौँ। एकपटक कृपया विदाय स्वरूप उहाँलाई जोरदार ताली बजाएर चाहिँ विदाय गर्नुहुन पनि म सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु। हामीमाझ पुत्र यो धरतीको हामी
खुसीले रमाई हातमा हासमै हो खुसीले रमाई हुर्रा नाच लिएर आयो मगर हुर्रा नाच लिएर आयो मगर हुर्रा हा हा हुर्रा हा हा हुर्रा हा हा पश्चिममा गौरा पूर्वमा हुर्रा मारुनी हाँसी मादलुको घनको लगाई फन्को ढाँसीमा नाची मादलुको घनको लगाई फन्को ढाँसीमा नाची हाँसी 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 जब जो मादल हुन्न त्यहाँ मगर नगई हुन्न जब जो मादल हुन्न त्यहाँ मगर नगई हुन्न 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 महान चाड माघमा पर्व गरौँ है हजुर गर्व गरौँ है हजुर गर्व गरौँ है हजुर गर्व फुलौरा रोटी तरुल वनको सगुनाको रनको सगुनाको रनको सगुनाको
साथीहरू सम्मानको लागि चाहिँ सम्मान पत्र तयारी गरिदिनु म अनुरोध गर्न चाहन्छु। अब यसपछि आफ्नो छोटो शुभकामना मन्तव्य राखिदिनु हुन फोन गर्छु। कृपया हामीसँग समय एकदमै कम छ, 3 मिनटमा यहाँले चाहिँ आफ्नो शुभकामना सकाइदिनु हुन पनि म अनुरोध गर्न चाहन्छु। सल्लाहकार कृष्ण थापा मगरज्यूलाई व्यासमा आमन्त्रण गर्न चाहन्छु। कृष्ण थापा हो कि एकपल्ट कृपया जोडेर तालीले मलाई सम्मान गरौँ। आजको यो माघे सङ्क्रान्ति पर्व 2082को कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथि सम्मानीय प्रधानमन्त्रीज्यू उहाँ गइसक्नु भएको छ, मञ्चमा आसीन विशिष्ट अतिथिज्यूहरू, पत्रकार मित्रहरू र उपस्थित सम्पूर्ण मगर समुदाय, देश विदेश भरहरूका मगर समुदाय साथीहरू सम्पूर्णलाई जोडले जेदो सिमेबो भन्न चाहन्छु। नमस्कार। आजको यो माघे सङ्क्रान्ति पर्व हामी उल्लासपूर्वक रूपमा देशभरि र विदेशमा रहेका मगर समुदाय सबैले मनाइरहेका छौँ। मगर वास्तवमा हेर्ने भने सांस्कृतिक रूपमा असाध्य धनी छौँ र हामी हाम्रो चाडपर्व माघको एकता यो वर्षमा एक दिन हामी उल्लासपूर्ण रूपमा मनाउने गरेका छौँ। सम्मानज्यू गइसक्नु भएको उहाँलाई भन्न चाहन्छौँ, हामी जातीय हिसाबले हामी तेस्रो र जनजातिका हिसाबले पहिलो मगर हामी समुदाय विभिन्न पछि परेका छौँ। आर्थिक रूपमा, सामाजिक रूपमा, शैक्षिक रूपमा राष्ट्रमा पछि परेका छौँ। तैपनि हामी अबको दिनमा मगरहरू जागरुक भएर आर्थिक रूपमा, सामाजिक रूपमा र सांस्कृतिक र शैक्षिक रूपमा अघि बढ्नको लागि यो माघे सङ्क्रान्ति पर्वमा हामीलाई प्रेरणा मिलोस् भन्न चाहन्छु। र यो सङ्क्रान्ति पर्वमा हामी एकताबद्ध भई हामी अगाडि बढ्नको लागि पनि प्रेरणा मिलोस् भन्न शुभकामना दिन चाहन्छु। र अबको दिनमा मगर समुदायका हामी मगर समुदायहरू हरेक क्षेत्रमा अघि बढ्नको लागि राष्ट्रिय स्तरमा संस्कृति पुग्नेछ भन्ने हामी आशा गर्न चाहन्छौँ। सबै मान्छेले चाहिँ बिस्तारै हो, बुढियावाले बिस्तारै जानु।
स्क्रिनसट राखेँ कि